यहाँनिर कमेन्टमा सोध्नु भएको छ कुनै आइडी हामीले फलो नगरेसम्म कमेन्ट गर्न मिल्दैन कारण के होला नि ब्रदर भनेर सोध्नु भएको छ। कमेन्टको लागि थ्याङ्क यू सो मच। अनि उनीहरूले हैन कमेन्ट सेटिङमा फ्रेन्ड्समा सिलेक्ट गरेको छ, एभ्री वानमा सिलेक्ट गरेको छैन, फ्रेन्ड्समा सिलेक्ट गरेको छ। त्यसैले उनीहरूको साथी बनेपछि मात्रै उनीहरूको भिडियोमा कमेन्ट गर्न मिल्छ। यदि तपाईहरुकोमा पनि भिडियोमा हैन तपाईहरुले पोस्ट गरेको भिडियोहरुमा अब धेरै नराम्रो कमेन्टहरु आउँछ, नेगेटिभ कमेन्टहरु आउँछ, अनि तपाईहरु पनि सिर्फ आफ्नो टिकटकमा भएको फ्रेन्ड्सहरुले मात्रै कमेन्ट गर्नु मिलोस्, पब्लिकले कमेन्ट गर्नु नमिलोस् भनेर चाहनुहुन्छ भने त्यो एक झल्को देखाइदिन्छु, बुझिहाल्नुहुन्छ है त। अनि यो भिडियोलाई सबैजनाले रिपोस्ट शेयर कपी लिंक गरिदिनु होला ताकि अरू थाहा नहुनेहरुलाई पनि थाहा होस्। एकदम सजिलो छ। टिकटकको प्रोफाइल ओपन गर्ने, अनि त्यसपछि माथि थ्री डटमा एकचोटी क्लिक गर्ने, अनि त्यसपछि सेटिङ एन्ड प्राइभेसीमा एकचोटी क्लिक गर्ने, अनि फेरि प्राइभेसीमा यहाँनिर क्लिक गर्ने। अब थोरै तल जाने यहाँनिर कमेन्टको अप्सन छ, कमेन्टमा एकचोटी क्लिक गर्ने। अब यहाँनिर एलाउ कमेन्ट फ्रम्स भनेको छ, अब यसमा एकचोटी क्लिक गर्ने। अब यहाँनिर एभ्री वानमा भएपछि जो कहिले पनि कमेन्ट गर्न सक्छ तपाईको टिकटक भिडियोमा। तर यहाँनिर फ्रेन्ड्सको अप्सन छ, फ्रेन्ड्समा सिलेक्ट गर्नुभयो भने चाहिँ टिक लाउनु भयो भने चाहिँ तपाईको टिकटकमा भएको फ्रेन्ड्सहरुले मात्रै कमेन्ट गर्नु मिल्छ, अरू साथीहरुले कमेन्ट गर्नु मिल्दैन, फ्रेन्ड नभएको साथीहरुले है त। अनि तपाईको भिडियोमा कमेन्ट गर्नु पर्यो भने पहिला तपाईलाई फलो गर्छ, तपाईले फलो ब्याक दिनुहुन्छ, तब मात्रै त्यो कमेन्ट गर्न मिल्छ। भिडियो मन परे सबैजनाले यो भिडियोलाई रिपोस्ट कपी लिंक शेयर गरिदिनुस्। अनि अर्को एउटा काम पनि गर्नुस् है तपाईहरु। यहाँनिर यता थोरै सार्दै गएपछि यहाँनिर मेरो एउटा अप्सन छ, यहाँनिर हाम्रो भेटघाट यहाँ छ, यसमा क्लिक गरेर यहाँनिर जोइन हुनु होला। यहाँ जोइन हुँदाखेरि चाहिँ के हुन्छ भनेदेखि यता साइडमा जोइनको अप्सन आउँछ, जोइन हुनुस्। अनि जोइन भएपछि चाहिँ अब मैले टिकटक भिडियो पोस्ट गर्ने बित्तिकै या म लाइभ आउने बित्तिकै अटोमेटिक तपाईहरुको इनबक्समा आउँछ। प्रोफाइल भिजिट गरेर हेरिराख्नु पर्दैन। अनि काम लाग्ने खालको भिडियो छ भने हेर्दा हुन्छ, नत्र भने इग्नोर हान्दा पनि हुन्छ है त। यहाँ चाहिँ दुनिया दिवाना हरेकको शेयर आउँदैन, सिर्फ मैले पोस्ट गर्दा मात्रै यहाँ डेली न्यू भिडियो पोस्ट गर्दाखेरि यहाँ अटोमेटिक तपाईहरुको इनबक्समा आउँछ। ल आजको लागि यति नै, फेरि भेटौँला नेक्स्ट भिडियोमा।